गाइस मलाई यहाँनेरि टोकेर फरार भयो। कहाँ चाहिँ गयो त सन अफ अ लिच। जुगा चाहिँ जुगा कहाँबाट आइपुग्यो होइन, यो मोटाइसक्यो यो रगत आएर मेरो जिउको रगत आयोले डिएनए चल्यो क्या। पहिले त यहीँ टोकेर खायो यार वाट द लोल। ओ माय गॉड वाट लोल नै पो भएछ त। यु आर सो स्टुपिड। ओ माय गॉड यही टोकेर बसिरहेको छ। म त कहीँ टोकेर खस्यो होला भने छि थेट अरू कहाँ टोकेर यार। फेरि रगतै रगत आउनु थाल्यो यार गाइस। नुन भए यसको अस्त व्यस्त हुन्थ्यो। तिहार नै लिएर जानु पर्यो त्यसको अन्तिम संस्कार गर्न। छैन त यार जुगा हरायो क्या। जुगा कहाँ मर्यो। म हतियार बोकेर आएको थिएँ पुरै केटोलाई फिनिसिङ टच दिनु पर्यो भनेर। कहाँ गयो यार ब्रो। गाइस मलाई यहाँनेरि टोकेर फरार भयो त्यो सन अफ अ लिच। हेर्नु न रगतको खोला बग्न थाले। कहाँ गयो थेट ओ माय गॉड कहाँ गयो। यहाँनेरि टोकेको यो पुरै रगतै रगत चुहिसक्यो। कहाँ भाग्यो त्यसलाई त मलाई टोकेर फरार भयो क्या। कहाँ चाहिँ गयो त सन अफ अ लिच। जुगाले हान्ने यस्तै टोक्दै मेरो पुरै रगतै रगत यहाँसम्म आइसक्यो। हेरौँ है त माथि मम्मी ड्याडी आमाहरू हुनुहुन्छ उनीहरूको रियाक्सन के आउँछ यता। लेट्स गो। ड्याडी त्यहाँ हुनुहुन्छ मम्मी त्यहाँ हुनुहुन्छ। हजुर के लडेर तल जुगाल ठोका जुगाले हो भिडियो यता जुगाले के फलेछ हेर्नु न। सुन्तला जस्तो हो तर जुनार भन्छ होला सायद यसलाई। घाँस बोक्न आएको योबाट त फले होइन कहाँबाट आएको। ड्याडीले यत्रो ठुल्ठुलो भारी हालिदिनु भयो। मेरो यहाँ टाउको दुखिसक्यो। मेरो यहाँ गिदी नै पिचिक्क भइसक्यो जस्तो लाग्यो। जुगा लाग्यो जुगा। लेट्स गो। 3 भारी बोक्यो अब। ड्याडीले यहाँ भारी भत्काउनु भएछ कि गाइस। 7 भारी बोक्नुपर्छ होला अझै। कराउन है त्यो गरेर त्यस्तो भिडियोमा चाहिँ कराउँदैन यस्तो चोरेर। कोही पनि एक्टर हुन डिजर्भ गर्दैन। ब्याक अफ तिमीहरू नि है भन्यो। ब्याक अफ के हेर्छस्। ए फंस गए। निक्ले ना। निक्ले गोरु त्यो पाठोलाई चाहिँ औषधि खुवाइदिरहनु भएको छ। यतापट्टि पछाडिपट्टि चाहिँ बोका उच्छ वा बोका उच्च। यदि जुत्न आमासँग रुक न स्पटलाइटमा आएर जुत्ने आइज इधर आ। इधर आइज भागे। बाँदरले आफ्नो घर चाहिँ बनाउँदैन अर्का घर पनि देख्न सक्दैन भन्थ्यो नि। बनाएको घरलाई भत्काउँदैछ है सानो भाइले। किन हो तिमी हिंसात्मक भएको। किन भित्र छेडिरहेको। ड्याडी दिनुहुन्छ शान्तिसँग बिहा गर्न। के गर्न थालेको तिमी। ड्याडीले कहिले काहीँ पनिस गर्नुभयो भने भाग्नलाई। त्यत्रो देवाले घरमा सुरुङ बना। ल हान्नु न हान्नु। वाह सबै फुटिसक्यो गाइस। हेर्ने यहाँ चिरा बराएको सबै चर्केर धात्या धुनु वहाँ। गाइस हामीले यहाँ के गर्न एकछिन रोक्नु बोलाइदिनु। गाइस हामीले यहाँ के गर्नलाई भन्दाखेरि त्यो अर्को भ्लगमा थाहा हुन्छ। त्यो भ्लगको लागि सब्सक्राइब गर्नु होला प्लिज। सब्सक्राइब गर्नु होला।
लाइक सेयर कमेन्ट सब्सक्राइब हस् बस ड्याडी सब्सक्राइब गरिदिनु भने म अघि बढ्न चाहन्थेँ तर मलाई ड्याडीले दिनुभयो म भोलि पर्सि यही फुटेज देखाउँछु ड्याडीले मलाई यस्तो सपोर्ट गर्नुभएको थियो